तपाईलाई तिर्खा लागे जस्तो लाग्यो। लागेको छैन कि मलाई केही पनि लाग्यो भने म आफै सारा खान सक्छु। जानुहोस् यहाँबाट। भाउजू अझै सुत्नु भएको छैन? नै बाबु, अब सुत्न लागेको। अहिलेसम्म किन नसुत्नु भएको त? यतिकै यताउता धन्दा गर्दा गर्दै अबेर भयो, त्यही भएर अब सुत्ने हो। अनि हजुर चाहिँ यति राति कता हिँड्नु भयो र? यसो भाउजूले बिहान त्यहाँ अघि साँझ पनि काम गरेको देख्दा एकदम थकित आउनुभएको थियो। कोदोको रोपेर आउनुभयो होला, अनि भाउजूलाई थकेला होला भन्न आएको नि। अब मलाई थकेला तपाईँलाई के भयो त? मैले मालिस गरिदिन्छु नि त। के रे? भाउजू भनेको आमा समान त हो नि। भाउजूलाई मालिस गर्दैमा केही फरक त पर्दैन नि। आमा जसरी आमाले हुर्काइन् बढाइन्, अब आमा पछिको आमा भनेको भाउजू होइन र भाउजू? हो, तै पनि मलाई मान्नु पर्दैन। मलाई केही नै भएको छैन, हजुर जानुहोस्। अनि दाइसँग कुरा भयो? भइरहेको छ। खै आज चाहिँ अलिक बिजी हुनुहुन्छ कि क्या हो? फोन गरेको, फोनै उठाउनु भएन। भाउजू तपाईँको गाह्रो साह्रो म बुझ्छु, त्यसैले त म तपाईँसँग आएको। अब तपाईँले नै आउने बित्तिकै यसरी डराउनुहुन्छ। अनि देवर भनेको नि आफ्नो भाइ समान होइन र? किन यसरी डराइ डराइ बोल्नु भएको? होइन नै बाबु, मलाई केही पनि भएको छैन के। किन यसरी तपाईँ अलिकति डराएर बोलिराख्नु भएको छ? अनि मलाई नि कस्तो अप्ठ्यारो लागिरहेको छ। अब भाउजूलाई दुःख पर्यो भनेर भाउजूलाई केही सहयोग गर्न सक्छु कि भनेर आएको। झन् भाउजू आफ्नै तनाव लिएर बस्नुहुन्छ। भाउजू के हो तनाव? देवलाई भन्नु मिल्दैन? त्यस्तो केही पनि तनाव छैन कि बाबु। तपाईँ बरु यहाँबाट जानुहोस्। हेर्नुहोस् त, यति राति भएको छ। अहिले कसैले देख्यो भने के हुन्छ? बुवा आमा माथि सुतिरहनु भएको छ। तपाईँले पो मलाई भाउजू होइन आमा सम्झिनुहुन्छ। दुनियाँले त्यो सम्झिँदैन नि त। यति राति एउटै बिस्तारामा देवर भाषा देख्दा के हुन्छ? बा आमाले बुझिहाल्नुहुन्छ गाउँ समाज राति आउँदैन। अनि भाउजूलाई दुःख भयो होला, खुट्टा दुख्या होला। अनि भाउजू बिरामी देशभरि काम गर्नुभएको थियो। अनि फेरि एउटा साँझ पख एउटा फोन आएको थियो। अनि एकदम तनावमा भित्र आएको देखेँ। अनि भाँडा माझ्दा पनि रुँदै भाँडा माझिरहनु भएको थियो। अनि मलाई त त्यही देखेर मलाई त मन थाम्नै नसकेर भाउजूलाई आज पक्कै पनि केही भएको छ भनेर म त भाउजूसँग आएको। भाउजूले जा भन्नुहुन्छ भने त म जान्छु भाउजू। हुन्छ बाबु, जानुहोस्। भाउजू तपाईँलाई गाह्रो भएको छ म बुझ्छु, तर तपाईँले किन यस्तो गर्दै हुनुहुन्छ? तपाईँ आज बिरामी हुनुहुन्छ त्यो बुझिरहेको छु। अनि तपाईँले जा भन्नुहुन्छ। भाउजू मलाई केही सेवा गर्ने मौका दिनुहोस्। तपाईँ आफ्नो आमा जस्तो। अब आमा जस्तो मान्छेलाई अब समाजले नराम्रो सोच्छ भने? भयो कि भयो, मलाई केही सेवा चाहिँदैन। तपाईँ जानुहोस्। मलाई धेरै थक लागेको छ, म सुत्छु। भाउजू फेरि भोलि बिहानै उठेर घाँस पनि जानु छ। जानुहोस् तपाईँ, म सुत्छु अब। भाउजू भोलिको लागि घाँस जानु पर्दैन। मैले साँझै लिएर आएको छु। भाउजूलाई दुःख हुन्छ भनेर म पहिले नै त्यो गरिसकेको थिएँ। अब तपाईँलाई दिउँसैदेखि घाँस काट्न गएको बेलादेखि तपाईँ तनावमा हुनुहुन्थ्यो। घाँस काटेर आउँदा तनाव देखिरहेको थिएँ। भोलि बिहान उठेर चाँडै गएर भाउजूले घाँस काट्न दुःख हुन्छ जसरी आमाले पठाइहाल्नुहुन्छ। बरु भाउजूले उता गएर दुःख सुखको कुरा गर्नुहुन्छ भनेर घाँस पनि मैले तल बारीमा तल नैटीमा छोडिदिएको छु। त्यो ठाउँमा गएर तपाईँले लिएर आउनु। आमाले भन्दा तपाईँले लिएर आएको राम्रो हुन्छ। भाउजू तपाईँले तल गएर घाँस लिएर आउनु भयो भने तपाईँलाई भोलि काट्नु पनि पर्दैन। एक डोको हुने घाँस मैले तलै काटेर। भयो के कति फतफताउनु भएको, मलाई झ्याउलाइसक्यो। जानुहोस्। मेरो गाई वस्तुलाई म आफै घाँस पुऱ्याउन सक्छु। मलाई कसैको खाँचो परेको छैन। भाउजू यस्तो नभन्नु न। अब भयो कि बाबु, यहाँबाट गइहाल्नुहोस्। राति के क्याम गर्न आउनु भएको यतिकै। झन् भाउजूको दुःख पर्दैन मेरो दुःख कसैले बुझ्नुलाई। बुझ्नुपर्ने मान्छेले बुझ्दैनन्, दुनियाँ आएर बुझ्नुपर्छ। जानुहोस् यहाँबाट तपाईँ। भाउजू तपाईँलाई तिर्खा लागे जस्तो लाग्यो। लागेको छैन कि मलाई केही पनि लाग्यो भने म आफै सारा खान सक्छु। जानुहोस् यहाँबाट। भाउजू नचिच्याउनु, अहिले आमा बाले सुन्छन्। त्योभन्दा म गइहाल्छु। जानुहोस्। के तालको होला, एक्लै त देख्नै नहुने। सुत्न लागेको बेलामा ल्याङ ल्याङ गर्छ।